नमस्कार सबैजनालाई। अहिले चाहिँ हामी नगरपालिकाको प्रशासकीय नयाँ भवनतिर जाँदैछौँ। यो भट्ट होटलदेखि कति लाग्छ ठ्याक्कै तपाईँहरूलाई हामी देखाइदिइहाल्छौँ। कहाँ कहाँ भएर जानुपर्छ है। यहाँ चाहिँ एनआइसिआइसिआई ब्याङ्क छ, अशोक मेडिकल हल हुँदै हामी चाहिँ ग्लोबल आइमिनेर ग्लोबल आइमिनेर नेपाल बैंक हुँदै हामी चाहिँ अगाडि जाँदैछौँ। यसलाई चाहिँ लोकतान्त्रिक चोक भन्छ। होटल अन्नपूर्ण हुँदै हामी चाहिँ अर्गानिक रेस्टुरेन्ट पदरी खोला यो। पाकिस्तान टोल भन्छ पाकिस्तान। अब हामी यहाँदेखि चाहिँ तलतिर जान्छौँ। माथितिर चाहिँ सत्ताली खोला पिबोतोदातिर जाने बाटो हो। त्यो अगाडि पिबोतोदा भन्छ। हामी चाहिँ यहाँदेखि तल जान्छौँ। अब यो रोल्पा नगरपालिकाको प्रमुख प्रशासकीय भवन अहिले जो आज उद्घाटन हुँदैछ त्यो हामी देखाउन गइरहेका छौँ तपाईँहरूलाई। अब हामी आइपुगेका छौँ रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय लिबाङ रोल्पा गेट प्रवेश चाहिँ गर्छौँ। यहाँ देखाउँछौँ। यही भवन यही हो। आज उद्घाटन छ। धेरैजना लागिसक्नु भएको साथीहरू। कति बजे उद्घाटन हो म देखाइदिइहाल्छु अहिले। अब हामी चाहिँ भेनाले यहाँ पार्किङ गर्नुहुन्छ, यो दमकल, अनि त्यसपछि भेनाले बाइक पार्किङ गर्नुहुन्छ। यतापट्टि अब तयारी हुँदैछ आज उद्घाटनको दिन भएर नगरपालिकाको प्रशासकीय भवन है त साथीहरू। रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय लिबाङ रोल्पा। यो पछाडि साइडबाट हो। भ्यान बवाल छ यहाँ। आज जो उद्घाटन हुँदैछ यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। उद्घाटनको तयारी, पानी
सुविधा सम्पन्न अपाङ्ग मैत्री शौचालय लेडिजको लागि त जेन्ट्सको लागि त लिफ्ट पनि रहेको छ। यो चाहिँ लिफ्ट हो।